Hello and welcome back to my channel. It's me Archana Lamithane. आजको भ्लग चाहिँ एकदम स्पेशल हुनेवाला छ किनकि यो हाम्रो दिदीको स्पेशल डेको भ्लग हो। साथी हो सँगै बढेको तिनीहरूले दोकान गरे अरे मम्मी एकको घाँस काट्दिन त्यही भनेको अहिले तयारी गर्नला यस्ता नै क्यारेर ममतालाई केही भन्नु मेसेज के भन्ने हो। अब आज कसर बटारेछ अब अहिले 1 घन्टापछि हिँड्दैछन्। आज तिमीहरू जाने भोलि हामी रित्तो गाडी लिएर हिँड्ने त्यही छ अरू के भन्ने। आमा ममतालाई केही भन्न के भन्नु के भन्छु ममताको बिहामा आज भन्दिनौ केही भन न यहाँ एउटा भिडियो बनाऊ भनेको भन्दिनौ भन्छन् भाइ भन न फेरि हाम्रो चाहिएन
नि केही कस्तो भयो लैजाउँ न ल्याउँ आधा लागेको होइन म त लागि भयो क्या आमा छोडिदिनु हिजो पनि बिचरा हो नि हिजो आज के भने त नानी अनि के भन्दाखेरि त भने त ज्वाइँ भन्नु के त भन्ने भने ममताको बिहा कस्तो राम्रो लाग्यो जाने यस्तो र नि यस्तो त यस्तो र नि यस्तो त्यो हिजो यहाँ माथि हो कि सुनाउन तल ड्रोनले खिच्छ गाडी उडाएर यता लिएर आयो के भन्छस् ममतालाई अनि मैले यसो जता नि सिक्छु कि म पनि मलाई आउँदैन जीवन एकदम राम्रो सुखमय होस् जीवन राम्रोसँग बितोस् दुईटाको दम्पति जीवन एकदम सुखसँग बितोस् त्यही छ शुभकामना मेरो बिहाको म त्यही भन्नु भनेको हो त नि नानीलाई एकदम शान्ति मिलोस् यहाँ बोलाउँदा ममता भन्दा हजुर भन्नुहोस् हात हलाउँदा देखोस् त्यही हो
स्न्यापमा त्यही भनेको खिचेर पठाइदियो न ममताको मोबाइल यो के हो चक्लेट खाने हो होइन फोटो खिच्ने हो अहिले भिडियो मिठो रचाउने पहिले ल यो ममताको भाइ यो चाहिँ पर्वत ज्वाइँ हजुरको भाग है आउनु भएन आएको भएर मैले हजुरको भाग पनि खाइदिएँ ए अर्चना फेरि यो यति भाइहरूलाई के यति दुईटालाई है खाना प्लेट किने यतिकै खाना त्यति खाने हात हात